आज मैले ट्राई गरिरहेको शुद्ध शाकाहारी भेज मोमो जुन एकदम टेस्टमा बेस्ट रहेको थियो। सो हे गाइस, वेलकम ब्याक टु न्यू भ्लग एन्ड गेस वाट, आज हामी कहाँ आइसकेका छौँ। यस, आज हामी आइसकेका छौँ बिकज वान अफ द मोस्ट एन्ड प्योर भेज मोमो स्टल जुन रहेको छ हाम्रो मोमो पसल रहेको छ। अनि हेर्दै सक्नुहुन्छ यो हुनुहुन्छ यहाँको अनर। अनि यहाँको स्पेस सानो भए तापनि फ्यामिली एन्ड फ्रेन्ड्सको लागि मोमो इन्जोय गर्न पर्फेक्ट रहेको छ। अनि साथ निट एन्ड क्लिन इन्भाइरोमेन्टको व्यवस्था पनि गरिएको छ। अनि यसको लोकेसनको कुरा गरौँ भने यो माइस्थान 3 नम्बर गल्लीमा लोकेटेड रहेको छ। अनि हेर्दै सक्नुहुन्छ यो आफ्नो कामप्रति कति हार्डवर्किङ एन्ड इमान्दार हुनुहुन्छ। एन्ड देन फाइनली हाम्रो मोमो यहाँ बनिरहेको छ गाइस। मोमो बन्ने क्रममा मैले उहाँसँग के प्रश्नहरू सोधेँ अनि मैले थाहा पाएँ उहाँ त पिछले 10 वर्षदेखि यो पसल चलाउनु भइरहेको छ। एन्ड देन हामी आफ्नो अर्डर दिएर यहाँ वेट गरिरहेको थियो। फाइनली द वेट इज ओभर, हाम्रो मोमो यहाँ आइसकेको छ। हेर्नमा त एकदम यमी एन्ड टेस्टी लागिरहेको छ। एन्ड मैले यहाँ सुप चेक गर्दा थाहा पाएँ पनिर पनि पाइन्छ। सो विदाउट वेस्टिङ एनी टाइम मैले ट्राई गरौँ यहाँको भेज मोमो। ट्रस्ट मी गाइस, एकदम यमी टेस्टी एन्ड डिलिसियस थियो। देन मैले ट्राई गरौँ यहाँको सुप, त्यो पनि एकदमै सुपर थियो गाइस। देन म तपाईँलाई रिकमेन्ड गर्छु एकचोटि यहाँ स्योर भिजिट गर्नुहोस्। देन मलाई त यहाँको मोमो एकदमै मन पऱ्यो। अब पालो तपाईँको रहेको छ। सो एकचोटि स्योर भिजिट गर्नुहोस् अनि ट्राई गर्नुहोस् यहाँको शुद्ध शाकाहारी भेज मोमो। एन्ड अरू पनि डिफ्रेन्ट टाइपको फुडहरू पनि रहेको छ। सो यहाँसँग हामी बिदा लियो भने नेक्स्ट टाइम स्योर आउला एन्ड ट्राई गरौँला अरू पनि विभिन्न प्रकारको फुड। सो हामी फेरि मिल्छौँ नेक्स्ट ब्लगमा।